टेकफो इनसाइट च्यानलमा यहाँहरूलाई स्वागत छ। आजको भिडियोमा मैले वर्ल्डमा रहेका रिचेस्ट पर्सन अथवा सबैभन्दा धनी व्यक्तिहरूको कुल सम्पत्ति कति छ र धनीको आधारमा र्याङ्क नम्बर 1, 2, 3, 4 यो र्याङ्कमा को छ र उनीहरूको नेटवर्थ कुल सम्पत्ति कति छ त्यो कसरी हेर्ने भन्ने बारेमा भिडियो लिएर आएको छु। यदि हजुरहरूलाई पनि वर्ल्डका रिचेस्ट पर्सन अथवा बिलिनियरहरूको लिस्ट हेर्न आउँदैन भने यो भिडियो हजुरहरूकै लागि हो। यसको लागि सबैभन्दा पहिले आफ्नो कम्प्युटर अथवा फोनमा रहेको कुनै पनि ब्राउजर खोल्नुहोस्। गुगल क्रोम, मोजिला फायरफक्स, ओपेरा मिनी, ब्रेभ जस्तो हजुरसँग भएको कुनै ब्राउजर खोल्न सक्नुहुनेछ। खोलिसकेपछि सर्च बारमा गएर FORBES फोर्ब्स REAL रियल TIME टाइम BILLIONAIRE बिलिनियर भनेर टाइप गर्नुहोस्। फोर्ब्स रियल टाइम बिलिनियर यो टाइप गरिसकेपछि इन्टर गर्नुहोस्। इन्टर गरिसकेपछि हामीले यहाँ फोर्ब्स म्यागजिनको एउटा लिङ्क भेट्न सक्छौँ। सुरुमै यसलाई क्लिक गर्नुहोस्। लिङ्कमा क्लिक गरिसकेपछि यो पेज खुल्छ जसमा लेखेको छ द वर्ल्ड्स रियल टाइम बिलिनियर्स र थोरै तल स्क्रोल गर्दा हामी देख्न सक्छौँ टुडेज विनर्स एन्ड लुजर्स। यसको अर्थ आजको दिन मात्रै, आजको दिनमा वर्ल्डभरिका बिलिनियरहरूमध्ये कसको नेटवर्थ सबैभन्दा धेरै बढ्यो र कसको नेटवर्थ सबैभन्दा धेरै घट्यो। अथवा एकदमै साधारण भाषामा बुझ्नु पर्दा कुल सम्पत्तिमध्ये कसको कुल सम्पत्तिमा आज सबैभन्दा धेरै वृद्धि भयो र कसको सबैभन्दा धेरै नोक्सान अथवा घाटा भयो त्यो हामी यहाँबाट हेर्न सक्छौँ। र $17.4 बिलियन बर्नार्डको भएको छ कुल सम्पत्तिमा वृद्धि। त्यस्तै गरेर इलन मस्कको $5.8 बिलियन भएको छ। थोरै तल स्क्रोल गरिसकेपछि हामीले द रियल टाइम बिलिनियर्स लिस्ट देख्न सक्छौँ र जसमा फर्स्टमा र्याङ्क रहेको छ। जस्तै र्याङ्क 1, 2, 3, 4 नेम, उसको नेटवर्थ भनेको कुल सम्पत्ति कति छ। चेन्ज भनेको उसको सम्पत्ति आज कतिले चेन्ज भयो। त्यस्तै गरेर एज र उनीहरूको उमेर कति छ। सोर्स भनेको उनीहरूको प्रमुख आम्दानीको स्रोत के हो त। र कन्ट्री अथवा टेरिटरी, यसको अर्थ उनीहरू कुन कन्ट्रीबाट बिलोङ गर्छन् हामी यहाँबाट देख्न सक्छौँ। जस्तै अहिलेको वर्ल्डको सबैभन्दा रिचेस्ट पर्सन छन् इलन मस्क, जसको कुल सम्पत्ति रहेको छ नेटवर्थ हामी भन्न सक्छौँ $486.8 बिलियन र आज मात्रै $4.8 बिलियन इन्क्रिज भएको छ र उनको उमेर छ 54 वर्ष। प्रमुख आम्दानीको स्रोत हो टेस्ला र स्पेसएक्स। त्यस्तै गरेर हामी नम्बर 2 मा देख्न सक्छौँ ल्यारी इल्सन, नम्बर 3 मा मार्क जुगरबर्ग, नम्बर 4 जेफ बेजोस, नम्बर 5 ल्यारी पेज। यसरी नै हामीले वर्ल्डका बिलिनियरहरूलाई उनीहरूको कुल सम्पत्ति कति छ, उनीहरू कुन देशबाट हुन्, उनीहरूको उमेर कति भयो, उनीहरूको प्रमुख आम्दानी कुन कम्पनीबाट छ भनेर हेर्न सक्छौँ। त्यस्तै गरेर हामीले कुनै पनि कन्ट्री अथवा देशको आधारमा त्यो देशमा को बिलिनियर छ त भनेर हेर्नु पर्यो भने यसको लागि राइट साइडमा यहाँ देख्न सक्छौँ एउटा सर्च बार छ। यहाँ गएर उदाहरणको लागि
यदि नेपालको बिलिनियर लिस्ट हेर्नु पर्यो भने हामीले यहाँ गएर सिम्पली नेपाल टाइप गर्न सक्छौं। नेपाल टाइप गरिसकेपछि हामी यहाँ देख्न सक्छौं 1923औं र्‍याङ्क अथवा 1923 र्‍याङ्कमा हुनुहुन्छ नेपालको एकमात्र बिलिनियर उद्योगपति विनोद चौधरी, जसको नेटवर्थ रहेको छ $2 बिलियन र उहाँको उमेर अहिले भएको छ 70 वर्ष र सोर्स डाइभर्सिफाइड, यसको अर्थ उहाँको लगानी धेरैवटा डाइभर्सिफाइड कम्पनीहरुमा छ र लोकेसन छ नेपाल। यसरी हामीले कुनै पनि कन्ट्रीको बिलिनियर्स अथवा रिचेस्ट पर्सनको डिटेल हेर्न सक्छौं। आजको भिडियो यहाँहरुलाई कस्तो लाग्यो? सल्लाह सुझाव दिन नबिर्सिनु होला र यदि टेक्नोलोजीसँग रेगुलर बेसिसमा अपडेट टेक्नोलोजीसँग रिलेटेड भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल टेक4 इनसाइटलाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।